र 12वटा स्कन्धले वर्णित यो सुन्दर कथा छ। ये मानवाः पापकृतस्तु सर्वदा, यो मान्छेको मन छ नि हजुर बडो पापतिर दौडिहाल्छ अरे, पुण्य कर्ममा चाहिँ खिचेर ल्याउनु पर्छ अरे। तर श्रीमद् देवी भागवत यस्तो कथा हो जसले त्यो भड्किँदै गरेको मनलाई पनि फेरि लगाम लगाएर, घोडा लगाम बिनाको घोडालाई तानेर फेरि आफ्नो कार्यमा सही बाटोमा हिँडाए जस्तै हिँडाउनलाई सहयोग पुर्याउँछ अरे। र हामी 1 महिनादेखि यस्तो सत्सङ्गमा बसेर आनन्द लिने अवसर प्राप्त गरेका छौँ। भाग्योदयेन बहुजन्म समर्जितेन, भागवतजीमा भनेको छ त है, बहुजन्म, जन्मौँ जन्मान्तरको पुण्य जोडिएपछि हाम्रो भाग्यको उदय हुन्छ। अनि त्यो उदय भएपछि हामीलाई के मिल्छ रे? सत्सङ्गमं च लभते। यस्तो सत्सङ्गमा आएर बसेर कथा सुन्ने अवसर प्राप्त हुन्छ अरे। एकपटक प्रेमले भनौँ न, राधे राधे। हजुरहरू धेरै भाग्यमानी हो। यो भूमि कति भाग्यवान रहेछ। यहाँ त देवताहरू आएर पनि यो भूमिलाई दण्डवत गरेर जानुहुन्छ हजुर। जहाँ महिनौँ दिनसम्म हवन भयो, जहाँ महिनौँ दिनसम्म साधु सन्तको आगमन भयो, जहाँ जुन भूमिमा महिनौँ दिनसम्म यस्ता सत्सङ्गहरू हुँदैछन्, यो भूमि जस्तो पवित्र स्वर्ग त यहीँ मिलेको छ हजुर। आज हामीलाई यो पोखराको भूमिमा हामी बस्छौँ सबैजना परिवारमा, परिवारभित्र बस्छौँ नि होइन, सबैको आफ्नो आफ्नो एउटा परिवार छ नि। तर परिवार कसलाई भनिन्छ हजुर? घरभित्र भएका मनुष्य, मानव जाति, हामी घरमा बस्ने हामी एउटै परिवार हो भन्छौँ नि बाहिर, त्यो त्यत्तिकै मुखले मात्र भनेर परिवार हुँदैन हजुर। परिवार त त्यो हो जसले एकले अर्कालाई बुझ्दछ। परिवार त त्यो हो जसले एकले अर्काको सम्मान गर्छ। परिवार त त्यो हो जसले हजुरले बोल्दै नबोलिकन छेउमा बसेको पत्नीले हजुरको मनको भावना बुझ्दछ। आमाले छोराको पीडा बुझ्दछ। बाबाले छोराको मेहनतलाई सम्मान गर्दछ। अनि त्यो पुत्रले मातापिताको सेवा गर्दछ। घरभित्र बस्नेले एक अर्कालाई मनबाट श्रद्धा प्रेम गर्दछ, त्यो परिवार हो नि। आज हामी यो स्थानमा छौँ, यो भूमिमा छौँ, यो कथा सुन्न त बसेका छौँ। देवी भागवत शुभारम्भ हुँदैछ, मात्र कथा सुन्ने अनि यहाँबाट जुरुक्क उठेर धुलो टकटक्याएर गएर जीवनमा परिवर्तन नै आएन भने सुनेको लाभ मिल्यो त हजुर? एउटा पनि परिवर्तन जीवनमा आएकै छैन भने त्यो सत्सङ्गले हजुरको जीवनमा लाभ मिलेन। त्यो मनको घोडा त दौडिरहने मनरूपी घोडालाई हजुरले लगाम लाउन सक्नु भएन। थोरै भए पनि भगवत तत्त्वमा, भगवानमा, भक्तिमा मन लगाउनुहोस्। 1 महिनाको समय अर्पित गरेको केही न केही लाभ जीवनमा प्राप्त हुनेछ। प्रेमले भन्नु त राधे राधे। त्यही भएर बार बार बिन्ती गर्छु हजुर, अरू कुरा अरू काम आफ्नो तर्फ छ, तर भगवानको नाम एकतर्फ राख्नु होला। आज श्रीमद् देवी भागवत श्रवण मात्रले पनि यहाँ वर्णित गरिएको छ। मात्र श्रवण मात्रले यसले के गर्दछ रे त भन्दा जीवनमा अपुत्रो लभते पुत्रम दरिद्रो धनवान भवेत। जसको पुत्र छैन उसलाई पुत्र मिल्दछ, जसको धन छैन उसलाई धन मिल्दछ, जसलाई रोग लागेको छ रोगबाट रोगी रोगात प्रमुच्यत। मात्र सुन्नाले रोगबाट निवृत्त मिल्दछ, मनको पीडाबाट पर पुग्न सक्नुहुन्छ। धर्म अर्थ काम मोक्ष सब दिन्छ। देवी भागवतम श्रुत्वा लवेत पुत्रम चिरायुषम। देवी भागवत श्रवण मात्रले पनि हजुरको घरमा सुख शान्ति सन्तति समृद्धि प्राप्त हुन्छ। तर कहिले हुन्छ माताजी, कहिले हुन्छ बुवा? जबसम्म हाम्रो जीवनमा परिवर्तन हुँदैन तबसम्म सम्भव छैन। अलिकति त परिवर्तन हुनु पर्यो।
सुन्नुभयो यहीँ छोडेर जानुभयो सबै कुरा, त्यो होइन, केही न केही त लिएर जान पर्यो। म एउटा कुरा सोध्छु है, यो माइकबाट बग्दै गरेको आवाज सबैले सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ भने हात उठाइदिनु त। सुन्दै हुनुहुन्छ? कसैलाई धेरै कसैलाई थोरै छ र यहाँबाट बगेको आवाज? हजुर छैन नि हजुर, सबको लागि बराबर छ नि होइन? तर लिएर जाने बेला कत्रो भाँडो लिएर आउनु भएको छ त्यति नै लिएर जानुहुन्छ है हजुरले। यहाँबाट दिने ज्ञान सबको लागि बराबर छ, तर जत्रो पात्र बोकेर आउनु भएको छ त्यति नै उठाएर जाने हो। त्यही भएर म भन्छु, बार बार बिन्ती गर्छु, जीवनमा कथा श्रवण त सबैले गर्नुहुन्छ, यत्रो दिनदेखि सत्सङ्ग श्रवण गर्दै आउनुभएको छ, त साथसाथमा जीवनमा केही न केही त परिवर्तन आउनुपर्छ है। र यहाँ सबलाई लाग्छ कि यत्रो सत्सङ्गमा आयौँ, दान पनि गऱ्यौँ, हवनका कार्यमा सम्मिलित पनि भयो भने कहीँ न कहीँ भगवान हामीलाई पनि हजुर प्राप्त हुनुहोस् भन्ने इच्छा सबलाई छ। थोरै भए पनि कृपा मिलोस्, भक्ति मिलोस् भन्ने इच्छा सबलाई छ। त्यसको लागि बार बार म विनती गर्छु, कलियुग केवल नाम आधारा, सुमिर सुमिर नर उतर ही पारा। यो कलियुगमा भगवानको नाम नछोड्नु, मुखले भगवान नाम गाइरहनु गाइरहनु गाइरहनु, जस्तो आउँछ त्यस्तै गाउनु, जस्तो जप्न आउँछ उस्तै जप्नु। शिवभन्दा प्यारो लाग्ला कसैलाई, कसैलाई राम भन्दा, कसैलाई कृष्ण भन्दा प्यारो लाग्ला, कसैलाई नारायण भन्दा प्यारो लाग्ला, कसैलाई जय माता दी भन्दा प्यारो लाग्ला। सबलाई आफ्नो मनदेखि जुन भगवानलाई हृदयबाट चाहनुहुन्छ उनै सच्चिदानन्द प्रभुलाई बार बार वन्दना गर्नुहोला। र आज सबै यो सत्सङ्ग रूपी गङ्गामा आउनु भएको छ, हामीलाई पनि भगवान मिल्नुहोस् भन्ने प्रार्थनाको साथमा हामी पनि यो दिव्य सत्सङ्गमा सबै मिलेर आनन्द लियौँ। भक्तवत्सल भगवानको जय हो, आजको आनन्दको जय हो। भगवानलाई म भेट्न आउँदैछु, म भेट्न आउँदैछु। हजुरहरू आउनु भएको हो कि होइन? ल हो भने उठेर आनन्द लिनु होला है, नाचेर खुब आनन्द लिनुहोस्। रातो दिन सत्सङ्गमा धाउँदैछु दर्शन पाउनलाई। सृष्टो या सर्गरूप जगदवन विधो, पालनीया च रौद्री, संहारे चापि यस्य जगदिदमखिलं, क्रीडनं यपराख्या। पश्यन्ति मध्यमाथो तदनु भगवती, वैखरी वर्णरूपा। सास्मद्वां च प्रसन्ना विधिहरिगिरीशा, राधितालङ्करोतु। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्, देवीं सरस्वतीं व्यासं ततो जयमुदीरे। परम्बा भगवती माता की जय, जगत जननी आमा की जय। जगत को सृष्टि कार्यमा जो उत्पत्ति गर्ने वाला, संहार गर्ने वाला, हामीलाई पालन गर्ने वाला, हामी भित्र बसेर हामीलाई चलाउने वाला उनै जगदम्बा परम्बा भगवती आमा हुनुहुन्छ अरे। हामी सबैकी आमा, जगत की आमा हुनुहुन्छ अरे। बोल्नुहोस् परम्बा भगवती माता की जय। यस्ती सच्चिदानन्द रूपिणी परम्बा भगवतीलाई बार बार कोटि कोटि नमन गर्दै हुनुहुन्छ। हामी सबै मिलेर नमन गर्दैछौँ शुभारम्भमा। हेर्नुहोस् त, आमा हामी भित्र विराजमान हुनुहुँदो रहेछ, कण कणमा हुनुहुँदो रहेछ।
या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। शक्तिको रूप बनेकै आमा। या देवी सर्वभूतेषु बुद्धि रूपेण संस्थिता, बुद्धिको रूप पनि आमा नै हुनुहुँदो रहेछ। या देवी सर्वभूतेषु मातृ रूपेण संस्थिता, आमाको रूप पनि देवी भगवती जगत जननी हुनुहुँदो रहेछ। या देवी सर्वभूतेषु छाया रूपेण संस्थिता, हजुर सँगसँगै हिँड्ने छाया पनि परम्बा भगवतीको रूप हो रहेछ। शक्ति रूप, अन्न रूप, बोल्न सक्ने क्षमता पाउने त्यो शक्ति रूपिणी परम्बा नभइकन हामी यो सामर्थ्यवान हिँड्न पनि सक्दैन रहेछौँ, खान पनि सक्दैन रहेछौँ, चल्न पनि सक्दैन रहेछौँ। हामीलाई जीवित राख्न सक्ने, जीवित चलाउनेवाला, पालनकर्ता, सम्हारकर्ता उनै जगत जननी आमालाई बार बार वन्दन गर्दै हुनुहुन्छ यहाँ। तत्पश्चात भगवान श्री नारायण, तत्पश्चात श्री व्यासजी स्वयं देवी सरस्वती सबैलाई नमन गर्नुहुन्छ। यस्तो सुन्दर 18,000 श्लोकमा वर्णित यो दिव्य श्रीमद् भागवतको महात्म्य कथा हजुरलाई म सुनाउँदैछु। जुन कथा चाहिँ बडो सुन्दर छ रे। एकपटक जन्मेजयले यो कथाको आयोजन गर्नुभएछ, श्रीमद् देवी भागवत कथाको आयोजन। जन्मेजय भनेको को हो भने महाराज परीक्षित, जो महाराज परीक्षितलाई 7 दिनमा मर्ने तक्षक नागले डस्ने श्राप मिल्यो। तब हजुरहरू सबैले सुन्नुभएकै छ, श्री सुखदेव स्वामी आएर कथा सुनाउनु भयो। अब हामीले भागवतमा सुन्यौँ कि 7 दिन कथा सुनेपछि तक्षक नागले डसेर परीक्षित महाराजको मृत्यु भयो। तब जन्मेजयलाई त थाहा भएन कि परीक्षित महाराजको मोक्ष गति भयो कि परम गति भयो कि भगवानको चरण मिल्यो कि मिलेन कि कहाँ पुग्नु भयो त मेरो पिताश्री। तब के गर्नुभएछ जन्मेजयले, भयभरको सर्पको यज्ञ गर्न लाग्नुभएछ। सर्पदंश यज्ञ। सर्प भेट्यो कि ल्याउँदै हवन गर्दै। अब आस्तिक नाम गरेका मुनि आइपुग्नु भयो। आस्तिक मुनिले भन्नुभयो, अरे जन्मेजय के गरेको तिमीले यस्तो, आऊ बरु तिम्रो पिताश्रीको लागि श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञको आयोजना गरौँ। 9 दिनको देवी भागवत प्रारम्भ गरौँ। श्रीमद् देवी भागवत स्वयं परम्बा भगवती जगत जननीको कृपाले तिम्रो पिताजीको कल्याण हुनेछ भनेर तब यज्ञ प्रारम्भ भयो। यस्तो दिव्य भव्य यज्ञ शुभारम्भ भयो कि जब जुन दिन यज्ञको विश्राम भयो त्यो दिन परीक्षित महाराजको परम गतिको दर्शन प्राप्त गर्नुभयो जन्मेजयले। गदगद हुनुभयो, आहा मेरी आमा परम्बा भगवती बडीदीप वासिनी जो हुनुहुन्छ जगत जननी, उहाँको कृपाले आज मेरो पिताजीको परम गति मिल्यो, धन्य हो भन्दै जय जयकार गर्न लाग्नुहुन्छ। नवाह यज्ञ सम्पूर्णे परीक्षिदपि भूपति। परीक्षित महाराज जो भूपति हुनुहुन्थ्यो, दिव्य रूप धरो देव्यः, यस्तो स्वरूपमा आउनुभयो रे कि साक्षात भगवानको चरण शरण मिलेपछि त भगवानकै रूप प्राप्त भएछ। तब यसरी आज बडो गदगद भएर जय जयकार गर्दै यहाँ भन्नुहुन्छ, 18 पुराणानां मध्ये सर्वोत्तमं परम देवी भागवतम नाम धर्म कामर्थ मोक्षदम। जसलाई धर्म अर्थ काम मोक्ष चारै चिजको आवश्यकता छ भने उसले चाहिँ श्रीमद् देवी भागवत कथा सुन्नु। देवी भागवतमा एउटा सुन्दर अर्को चिज पनि बताइएको छ। एकपटक राधे राधे भन्दैन। हजुरहरूलाई एउटा कुरा थाहा छ, यो राधे राधे भन्दै हुनुहुन्छ नि हजुरहरू, किन भन्नुहुन्छ? भागवतमा त राधा नाम काहीँ पनि छैन। श्रीमद् भागवत कथामा राधा नाम छ त? हजुर छैन। तर कहाँ छ? श्रीमद् देवी भागवतमा चाहिँ राधा नाम छ। हेर्नुहोस् कति भाग्यमानी हामी
कि एउटा भूमिमा बसेर राधा नाम लिएको महिमा श्रीमद् देवी भागवतमा छ। त्यही भएर बार बार भन्न लाउँछु है, प्रेमले भन्नु राधे राधे। त यहाँ आज जुन कथा सुन्दै हुनुहुन्छ त्यो कस्तो छ रे त भन्दा अष्टादश पुराणानाम 18 पुराणमा सबैभन्दा सर्वोत्तम मध्ये सर्वोत्तमम परम, सबैभन्दा उत्तम यस्तो महापुराण हजुरहरू श्रवण गर्दै हुनुहुन्छ अरे, जसले धर्म अर्थ काम मोक्ष हामीलाई चाहिने यी 4 चिज, यी 4 चिजको पूर्ति गराइदिन्छ अरे। यस्तो कथा हामी सुन्न पाएका छौँ र कलियुगका मानिसहरूको लागि बडो सुन्दर यो श्री व्यासजीले रचना गर्नुभएको 18,000 श्लोकी श्रीमद् देवी भागवत कथाको हामी आनन्द रसमा छौँ। मासानाम नियमो नात्र दिनानाम नियमोऽपि न। यो कथा सुन्नलाई कुनै दिन, कुनै मास, कुनै समय, कुनै पनि चाहिँदैन रे। जति बेला पनि सुन्न सकिन्छ अरे। जुन समय, जुन परिस्थिति, जुन काल, जुन दिन, कुनै महिना, कुनै दिन तोकिएको छैन। जुन समयमा पनि हजुरहरू कथा श्रवण गर्न सक्नुहुन्छ। यस्तो कथा छ अरे। तर यसमा पनि 4वटा महिनालाई चाहिँ अलि विशेष मानिएको छ है। श्रीमद् देवी भागवत कथाको लागि आश्विने मधुमासे वा तपोमासे शुचौ तथा चैत्र असोज माघ र आषाढलाई अलि विशेष मान्यता पनि जो कोहीले 9 दिनको सङ्कल्प गरेर श्रीमद् देवी भागवत कथालाई सुन्दछ पढ्दछ भने उसको जीवनमा धर्म अर्थ काम मोक्ष सबै प्राप्ति हुन्छ भनेको छ। सबै मिल्दछ अरे। त्यही भएर जीवन मिलेको छ। सबलाई अनुरोध गर्छु, यही जीवनमा हो हामीले आफ्नो मुक्तिको बाटो खोज्ने। दोस्रोले आएर खोजिदिँदैन हजुर। हजुरका छोरा नातिले आएर गर्देलान् भन्ने पनि आश नगर्नु। जीवित छँदै गर्न लगाउनु। यदि गर्ने नै हो भने पनि जीवित छँदै। आज मलाई कति खुसी लाग्यो, एकजना आमा 84 गर्दै हुनुहुँदो रहेछ। डोलीमा राखेर छोराहरूले बोकेर नाच्दै नाच्दै आउनुभयो। आमालाई कति गदगद खुसी लाग्यो होला। जिउँदो छँदै यत्रो विशाल कोटीमा आफ्नो लागि सङ्कल्प गरेर गुरुहरूद्वारा पूजन गराउन पाउनु अहो भाग्य होइन र। हामीले आँखाले त देखिरहेका छौँ, तर त्यहाँ गएर आफ्नो निमित्त मैले के गरेँ त, मेरो लागि मैले के गरेँ त। यस्ता कर्महरूमा हामी सम्मिलित भयो भने त हेर्नुहोस्, यो हाम्रो अहो भाग्य हो। हामी घरमा गर्न सक्दैनौँ। घरमा करोड हवन गर्न सकेला, कोटी हवन लाउन सकेला त घरमा? एउटा पुराण लाउन गाह्रो हुन्छ हजुर। यहाँ त अनेकौँ पुराण, अनेकौँ गुरुजनका आशीर्वाणी सुन्दै करोड हवनमा सम्मिलित हुन पाऊँ, योभन्दा अहो भाग्यहरू के हुन्छ। सानोभन्दा सानो आफ्नो नामबाट सङ्कल्प हुने काम गरेर यहाँ अर्पित गऱ्यौँ भने पनि केही न केही त अवश्य पुण्य प्राप्त गर्छौँ। त्यस्तै यो श्रीमद् देवी भागवत कथा पनि कस्तो कथा छ, जसले धर्म अर्थ काम मोक्ष सब प्रदान गर्नेवाला छ अरे। परम्बा भगवती जगतजननी आमा गौरी शक्ति स्वरूपा उनी जगतजननी परम्बा भगवतीको दिव्य कथाको आश्रयमा छौँ हामी। आज बडो खुसी छौँ। हेर्नुहोस्, मलाई त गदगद महसुस यस कारण पनि लागेको छ, पशुपतिनाथको दरबारमा बसेर शिवपुराण अनि आज गायत्री माताको दरबारमा बसेर देवी भागवत, यस्तो अवसर कहाँ मिल्ला त। हजुरहरू सुन्न पाउने भक्त पनि बडो भाग्यमानी। आज त पशुपतिनाथबाट भक्त आउनुभयो, हामी मध्येमा पशुपतिनाथबाट भक्त आउनुभयो। अनि साथमा हामीले श्रीमद् देवी भागवत कथा आमाको कथा सुन्न पाउँदैछौँ। योभन्दा ठुलो अवसर के हुन्छ? बोल्नुहोस् पशुपतिनाथ भगवानको आजको आनन्दको जय हो। भक्त र भगवानको जय हो। यहाँ काठमाडौँबाट आउने भक्तजनहरू, हाम्रो दीक्षाजी कता जानुभयो? अघिदेखि मलाई भन्दै हुन्थ्यो यहाँ आएर एउटा भजन माताजी म नाचेर जान्छु है भनेर। अघिदेखि भनेको भने हुनुहुन्छ। यहाँ काठमाडौँबाट आउनु भएको छ उहाँहरू। यस्तै जसरी हाम्रा यस यज्ञका सङ्कल्पकर्ता
श्री विजय श्री कृष्णजी मूर्ति महाराजले जसरी साना साना बाबु नानीहरूलाई सेवा गर्दै आउनु भएको छ नि हजुर, संसारको बुवा बन्नु भएको छ, संसारको मामा बन्नु भएको छ, संसारको पिता बन्नु भएको छ, त्यस्तै वृद्ध आमा बुवाहरूको सेवा गर्ने, सबैलाई छोराछोरी जस्तै माया गर्ने हाम्रो दीक्षाजी पनि हुन्छ। एकपल्ट ताली बजाउँ त सबैलाई है। ल एउटा भजनमा नाचेर जान्छु भन्नुभएको छ, एउटा भजन हामी अर्पित गर्छौँ। यो चाहिँ अलिक पोखरासँग मिल्दोजुल्दो भजन छ कि पोखरेली भक्तहरूले खुब मन पराउनुहुन्छ। अस्ति म पुम्दीकोट आउँदा कतिजना आउनु भएको थियो हेरौँ त एकचोटि। लगभग सब भक्त आउनु भएको छ है, अलिक कति कति कम पनि आउनु भएको छ। ल आउनुहोस् हामी आनन्द लिउँ, पुम्दीकोट भगवान् शङ्करजीको स्मरण गर्दै, सिद्धेश्वर बाबालाई स्मरण गर्दै, पशुपतिनाथलाई स्मरण गर्दै, भौमेश्वर महादेवलाई स्मरण गर्दै, भगवान् गुप्तेश्वर महादेवलाई स्मरण गर्दै हामी भगवान् पशुपतिनाथलाई बोलाउँ है। शिवशङ्कर भोलानाथको हरि आउलिन शिव कैलाशैमा जाने बाटो